हेलो मामुहरू, हजुरले आफ्नो बेबीलाई के खुलाउनुहुन्छ? जाउलो बनाएर दिने गर्नुभएको छ कि नै? मैले चाहिँ दिनको 2 पटक लन्च र डिनर गरेर दिन्छु। स्वास्थ्यको लागि पनि एकदम राम्रो, पचाउन पनि सजिलो हुन्छ। जाउलो बनाउन पनि एकदम सजिलो है, बाहिरको केदिम हुने के। मेरो बेबीले त बाहिरको केही पनि खाइदिन्न। विदेशमा बच्चा हुर्काउन कहाँ सजिलो छ र? सिङ्गल मामुहरूलाई नै थाहा कतिको दुःख हुन्छ भन्ने कुरा त होइन। आज चाहिँ मैले भेजी जाउलो बनाउन लगाएको। हजुरहरूले मिट, फिस, चिकन कतिको दिनुहुन्छ त बेबीहरूलाई? मेरो बेबी चाहिँ 8 मन्थ ओल्ड हो। जाउलो बनाउँदा आइरन रिच फुड र फाइबरहरू कतिको इन्क्लुड गर्नुहुन्छ? म चाहिँ एभ्रिडे नै राखेको हुन्छु। ब्रोकौली र स्पेनिस चाहिँ सुरुमा त यस्तो जाउलो नि कसले खान्छ होला जस्तो लाग्थ्यो कि मलाई, किनकि मैले बेबीलाई दिनुभन्दा पहिला म आफै टेस्ट गर्छु। अनि यस्तो मिठो हुन्न कहिलेकाहीँ त। मिठो नभएपछि आइडिया त लगाउनु पऱ्यो। अनि हामीले अनियन र गार्लिक लसुनहरू अनि टमाटर राख्यो भने चाहिँ टेस्ट आउँदो रहेछ क्या सबै कुरामा। जस्तो चिकन बनाउँदा पनि हजुरहरूले टमाटर र अनियन राख्नुभयो भने चाहिँ गुलियो नुलो हुन्छ क्या। त्यसले गर्दा बेबीहरूलाई स्वाद पनि आउँछ, मिठो पनि हुन्छ। मेरो बेबी चाहिँ खुसी हुँदै खान्छ क्या। मिठो हो भने नमिठो भने त मुखमा लिएर बसिदिन्छ कति बेरसम्म। खुवाउनलाई चाहिँ जे होस् अहिलेसम्म दुःख देखाएन, त्यही ठुलो कुरा हो। उसले भ्याए पनि धेरै चाहिँ दिँदिनँ मैले, धेरै खुवायो भने उसले बोमिट गर्छ, त्यही भएर। थ्याङ्क यू फर वाचिङ।